आज फेरि अर्को एउटा भिडियो ल्याएका छौँ। यो भिडियो चाहिँ अहिलेसम्मको एकदम पृथक भिडियो है। तपाईहरु जेएफटीमा पास हुन मन छ भने चाहिँ मन त सबैलाई छ अभियसली हैन, अझै धेरै मेहनत गर्नुपर्छ। हामीले चाहिँ मक टेस्ट ल्याएका छौँ, त्यो पनि तपाईहरुलाई फ्रीमा। हरेक लेसन भन्दा पनि हरेक मक टेस्टको चाहिँ अन्तिममा जुन यो प्याराग्राफ पढेर यो चाहिँ अलिकति सबैभन्दा गाह्रो चाहिँ यो हुन्छ हैन। लिस्निङ पनि अभियसली गाह्रो नै हुन्छ कि, तर प्याराग्राफ चाहिँ अलिकति छिटो पढ्ने र त्यहाँ खान्जीहरु चाहिँ नबुझिने हुन्छ नि त हैन। त्यो कुराहरु चाहिँ अलिकति मेहनत गरेर पढ्यो भने सकिन्छ। र यो भिडियोमा चाहिँ हामीले तलपट्टि हामीले लिंक पनि राखिदिएका हुनेछौँ, यो जेएफटी मक टेस्टको लिंक। अनि त्यहाँ गएर तपाईहरु चाहिँ आफैले मक टेस्ट गर्न सक्नुहुन्छ। अनि त्यसको लागि चाहिँ तपाईले कमेन्ट गर्नुपर्छ र अनि कमेन्ट गरिसकेपछि हामीलाई चाहिँ व्हाट्सएपमा आएर चाहिँ मेसेज गर्नुपर्ने छ त्यहाँको रोल नम्बरको लागि है। रोल नम्बर चाहिँ तपाईं आफूले जब ध्यान हुँदैन, रोल नम्बरको लागि चाहिँ हामीलाई कमेन्ट मेसेज गर्नुपर्ने छ। अनि हामीले चाहिँ तपाईलाई चाहिँ नम्बर दिन्छौँ, त्यो नम्बर हानेपछि खुल्छ मजाले। हरेक दिन जसो नै एउटा नयाँ भिडियो, नयाँ जेएफटी मक टेस्ट चाहिँ ल्याउने प्रयास गरिरहेका छौँ, त्यो पनि तपाईहरुलाई बिल्कुलै फ्रीमा। मिनासान इश्वरी गम्बारीमा शो है त। ल सुरुमा हेरौँ जेएफ टेस्टको। अगाडिको मैले देखाएन है, अगाडि तपाईहरु आफै गर्नु, सबै कुरा भनिदिएर तपाईले गर्न त्यो मजा आएन नि त हैन। यो पनि त्यति साह्रो भनिदिनु पर्ने त हैन, तर पनि जस्ट हैन तपाईहरुलाई इन्फर्मेसन लागि मात्र चाहिँ यो भनिदिइराछु है त। ल प्याराग्राफ पढेर सही उत्तर छान्नुहोस्। सुरुमा हेरौँ है। केवा इ तेन्किदेस, आज राम्रो मौसम छ। मिन्ना वा सोतोदे आसो बिताइदेस, सबैजना बाहिर घुम्न चाहन्छन् है। सोतो आसो बिमास है। अनि वातासी वा साक्का हो सिताइदेस, म फुटबल खेल्न चाहन्छु। तोमोदाची तो इस्योनी हासितारी बोरु ओ खेत्तारी सिमास, साथीसँग यो इची र स्योको हान्जी इस्यो नि हासितारी दुगुर्दै, साथसँग दुगुर्दै, बोरु ओ खेत्तारी, बोरु ओ खेत्तारी भनेको लात्ताले हान्नु है। बल चाहिँ लात्ताले हान्दै तोतेमो तानोसी देश, असाध्यै रमाइलो हुन्छ। तानोसी खान्जे हानातावा सोतो दे नानी यो सिताइदेसका, तपाई बाहिर के गर्न चाहनुहुन्छ भन्न सोधे। यसको बारेमा सोधेको तपाईको आफ्नो कुरा हैन है, ठीक छ। अब यहाँ के छ, साक्का बेन्क्यौ होनो योमु, किताब पढ्नु। तेरेबियो मिरु, टेलिभिजन हेर्नु। साक्का बेन्क्यौ होनो योमु तेरेबियो मिरु। क्वेशन हेरौँ। आनातावा सोतो दे नानी यो सिताइदेसका, तपाई बाहिर के गर्न चाहनुहुन्छ, बाहिर के गर्न चाहन्छ है। सोतो दे आसो बिताइदेस, अब आसो बिताइ मात्रै भने घुम्न हरेक कुरा हुने भयो। वतासी वा साक्का हो सिताइदेस, म फुटबल खेल्न चाहन्छु। त्यही भएर यसको आन्सर के भयो, साक्का हुने भयो है त। अर्को तलपट्टि हेरौँ है। नेक्स्ट, क्यौ वा गाक्को नि इकिमास्ता, आज स्कुलमा गएको थिए। कुरासु मेतो तो इस्योनी बेन्क्यौ सिमास्ता है। म आज किनौ गाक्को नि इकिमास्ता, हिजो स्कुल गएको थिए। कुरासु मेतो तो इस्योनी बेन्क्यौ सिमास्ता, क्लासमेट क्लासको साथी भनेको। तो सँग इस्योनी सँगै, बेन्क्यौ सिमास्ता अध्ययन गरेको थिए। सेन्सेई वा यासासी खात्ता देश, शिक्षक सजिलो हुनुहुन्थ्यो, के अरे दयालु हुनुहुन्थ्यो है। अनि ओहिरो गोहान वा ओनिगिरी ओ ताएमास्ता, लन्चमा ओनिगिरी खाए। ओनिगिरी भनेको भातको डल्ला है। गोजन वा आसोबी मास्ता, दिउँसो घुमे। आनातावा गाक्कौदे नानी ओसिमास्का, तपाई स्कुलमा के गर्नुहुन्छ भने हैन, ठीक छ। अनि तपाईले चाहिँ यो एकदम सजिलो छ भनेर त्यस्तो नगर्नु है। हामीले चाहिँ स्टार्टिङ भएको भएर एकदम सजिलो गरेको। अलरेडी 2-3 वटा मक टेस्ट अलरेडी आइसकेको छ। तपाईलाई नेक्स्ट भिडियोमा चाहिँ नेक्स्ट मक टेस्ट अझै गाह्रो लेभल अप हुँदै जानेछ। त्यही भएर यो पनि गर्नु त्यसपछि लेभल अप हुँदै गर्छ है त। सुरुमा हेरौँ। बेन्क्यौ अध्ययन, अनि आसोबु यासोमु नानीमो सिनाई है। बेन्क्यौ भनेको अध्ययन भइहाल्यो। आसोबु घुम्नु, यासोमु बिदा बस्नु आराम गर्नु, नानीमो सिनाई केही पनि नगर्नु। अब आनातावा गाक्कौदे नानी ओसिमास्का, तपाई स्कुलमा के गर्नुहुन्छ भने के गर्ने हो, इस्योनी बेन्क्यौ सिमास्ता है भनेको सँगै अध्ययन गर्यो हो नि त हैन। त्यही भएर के हुने आन्सर, बेन्क्यौ हुने भए। अब स्कुलमा आसोबु गर्ने पनि हैन, यासोमु गर्ने हैन, नानीमो सिनाई पनि गर्ने हैन है। त्यही भएर चाहिँ यसको आन्सर इ बेन्क्यौ है त। अर्को नेक्स्ट हेरौँ है। शिवमाचुनी वातासी वा तोमोदाची तो एइगाओ मिमास्ता है। शिवमाचुनी वातासी वा तोमोदाची तो एइगाओ मिमास्ता, विकेन्डमा म साथीसँग फिल्म हेरे। ओमोसिरो एइगा देस्ता, इन्ट्रेस्टिङ मुभी थियो। पोप्पुकोन ओ
ताइमास्ता पप्पकोर्न भनेको पपकर्न भनेको त्यो मकैको हो है ताइमास्ता एइगा नो आतो दे फिल्म पछि के कियो खाते ताइमास्ता केक किनेर खाए तोतेमो तानोसी इचिनिची देस्ता असाध्यै रमाइलो एक दिन भयो है आनातावा सुमाचुनी नानी योसिमास्का तपाईले विकेन्डमा के गर्नुहुन्छ भन्छु दे फर्स्टमा हेरौँ एइगाओ मिरु फिल्म हेर्नु बेनके सुरु अध्ययन गर्नु नेरु सुत्नु रेकोनुइकु टुर जानु के गर्ने हो है आनातावा सुमाचु विकेन्डमा के गर्ने हो यहाँ हेरौँ विकेन्डमा के गरेछ सुमाचुनी वतासिवा तोमोदाची तो एइगाओ मिमास्ता हैन फिल्म हेरे भने हैन ओमोसिरेगा देस्ता ठीक छ भने के भयो एइगाओ मिरु भन्न पर्यो ठीक छ नानी योसिमास्का एइगाओ मिरु बेनके सुरु भएन नेरु भएन रेकुनिकु यो पनि भएन हैन विकेन्डमा के गर्ने भन्दाखेरि एइगाओ मिरु यहाँ भने भएर है ठीक छ अर्को यहाँ चाहिँ आनातावा भएर नझुक्किनुस् है ल अब हेरौँ यहाँ ओशोगाचु ने खाजुकुतो जिन्जानी किमास्ता है न्यू इयरमा परिवारसँग श्राइन मन्दिरतिर गएको थिए ओइनोरियोसिते पूजा गरेर ओमिकुजी ओ हिकिमास्ता ओमिकुजी हिकिमास्ता यो ओमिकुजी हिकिमास्ता भनेको चाहिँ त्यो एउटा सम्झिङ के हुन्छ त्यो कुरा निकाल्ने भनेको त्यो चाहिँ त्यो निकाल्दाखेरि को मान्छे कतिको लक्की हुनेछ भनेर त्यो थाहा हुन्छ कि हैन अनि दाइकुजी दत्ता नोदे तोतेमो उरेसी खत्ता देश है दाइकुजी भनेको एकदम बढी भाग्यशाली हुने त्यो कुरा हो है ठीक छ दाइकिजी दत्ता नोदे है त्यो एकदम लक्की खालको दाइकिजी हैन यो एउटा भाग्य लक्की वाला भाग्य चाहिँ भएको हुनाले तोतेमो उरेसी खत्ता देश असाध्यै खुसी भए ओमियागेमो खाइमास्ता गिफ्ट पनि किने आनातावा ओशो गाचुनी नानी ओसिमास्का तपाईले न्यू इयरमा के गर्नुहुन्छ भने हैन फर्स्टमा हेरौँ है जिन्जानियको है ठीक छ जिन्जानियको भनेको जिन्जातिर जाने श्राइन मन्दिरतिर जाने रेको सुरु टुर गर्ने यासुमु बिदा बस्ने बेनक्यो सुरु अध्ययन गर्ने के गर्ने माथि हेर्यो भने चाहिँ कहाँ गयो जिन्जातिर गएको छ त्यही भएर हामीले जिन्जानियको भनेर लगाउनु पर्यो है त अर्को नेक्स्ट हेरौँ है हारुनी नारुतो हानागा साकिमास है बसन्त लाग्यो भने फुल फुल्छ साकुरानो हानावा तोतेमो किरेदेश साकुराको फुल असाध्यै सुन्दर छ मिन्नादे हानामियो सिनी इकिमास सबै भएर हानामी गर्नको लागि हानामी हेर्नको लागि जान्छौँ ओबेन्तो मोत्ते पिकनिकको ओसिमास है लन्च बक्स लिएर पिकनिक गर्छौँ तोतेमो तानोसी जिखान्देश असाध्यै रमाइलो समय हो अनातावा दोनो किसेचुगा सुकी देशका तपाईलाई कुन चाहिँ किसेचु मन पर्छ अरे नाचु हारु फुयु आकी अब यो अनुसार के भयो अब यो खान्जी पढ्न जाने भन्छ सहिलो छ हैन खान्जी पढ्न जाने हैन नाचु हारु के हो यो थाहा छैन नि त हैन त्यही भएर खान्जी पनि इम्पोर्टेन्ट छ भन्नु छ के केही छैन के हो यो हारु हो त्यही भएर हारु भन्न पर्यो है त सकिन्छ है अर्को नेक्स्ट हेरौँ है क्योवा निचियो विदेश आज आइतबार हो वातासी वा तोमोदाची तो कोवेन्डे आसोइमास म साथीसँग पार्कमा घुम्छु ओनिगोक्को या है खाकु रेनबो ओसिमास है ओनिगोक्को या खाकु रेनबो ओसिमास भनेको म लुकामारी खेल्छु भनेको है तेन्किमो इ नोदे है भनेको मौसम पनि राम्रो भएकाले तोतेमो किमोचिगा इ देश असाध्यै फिलिङ्स राम्रो भइरहेछ भनेको गोजेन वा शिकुदाई ओसिमास दिउँसो होमवर्क गर्छु हानातावा निचियोबी नि नानी ओसिमासका तपाईले आइतबार के गर्नुहुन्छ भन्नुहुनेछ है सुरुमा हेरौँ तोमोदाची तो आसोबु साथीसँग घुम्ने है खेल्ने तोमोदाची तो शिकुदाई सुरु साथीसँग होमवर्क गर्ने नेरु सुत्ने तेरेबियो मिरु टेलिभिजन हेर्ने के गर्ने हो है अब यहाँ हेरौँ के गरेछ निचियोबी नानी ओसिमासका भनेछ हैन के वातासी वा तोमोदाची तो कोवेन्डे आसोइमास है अब के गर्नु पर्यो आनिगोको या खाकु रेनबो ओसिमास मतलब साथीसँग घुम्ने हो नि त तोमोदाची तो आसोबु है तोमोदाची सेकोदाई सुरु त्यो होइन नेरु सुत्ने होइन तेरेबे मिरु यो पनि भएन हैन त्यही भएर फर्स्टको तोमोदाची तो आसोबु है त अर्को नेक्स्ट हेरौँ है ल अर्को नेक्स्ट रहेको छ यहाँ आसिता खाइसादे आतरासी प्रोजेक्टो गा हाजिमारुन्दा है भोलि कम्पनीमा नयाँ प्रोजेक्ट सुरु हुँदैछ भने हैन हो अनि हे दोन्नो प्रोजेक्ट कस्तो प्रोजेक्ट हो भने हैन मादा शोशाई वा वाकारानाई केदो है कित्तो ताइहेन सोदाने है मादा
है सोसाई वा वाकार नै के दो कित्तो ताइहेन सौदाने अझै है त्यसको विवरण त्यसको रियल कुराहरू अझै थाहा नभएको हुनाले पक्का पनि गाह्रो छ होला है अब सिचुमनेरम तरबटी बी सान वा ए सान नो प्रोजेक्ट तोनी चुइते दो मते मास्का बीजीले ए सानको प्रोजेक्टको बारेमा के सोचिरहेको छ क्योमिगा नै इन्ट्रेस्ट छैन अनि सोसाई ओ सिरिताई है भनेको त्यसको विवरण थाहा पाउन चाहन्छ ताइहेन सौदातो खान्जितेरो है गाह्रो छ जस्तो उसले चाहिँ उसलाई लागेर खान्जिमास भनेको लाग्नु है अर्को सुगुनी हाजिमे रारेरु तो अनि किताई सितेरो है तुरुन्तै सुरु गर्न सकिन्छ भन्ने चाहिँ आश लिइरहेको छ कुन यसको आन्सर है है ताइहेन सौदातो खान्जितेरो अब यहाँ के छ कित्तो ताइहेन सौदाने भने त्यही भएर आन्सर यो है त ल तपाईले चाहिँ अब यो बाँकी रहेको कुराहरू कसरी गर्ने भनेर के गर्ने कुन गर्ने भनेर चाहिँ जेएफटी मक टेस्ट तल लिङ्कमा हुन्छ त्यो लिङ्क चाहिँ क्लिक गरेर आउनु होला रोल नम्बरको लागि चाहिँ WhatsAppमा मेसेज गर्नु होला WhatsAppको नम्बर पनि तल दिइरहेको हुन्छ है त मिनासान इशोनिगा मरिमाशौ बाइ बाइ